अब चाहिँ यो मसिनहरूलाई चाहिँ मसिन चाहिँ यसरी जोड्नुपर्छ नि त हो मसिन चाहिँ यसरी जोड्नुपर्छ अन्त क्युरिङको लागि हो यो चाहिँ यो डेली जोड्नुपर्छ हो अहिले हामीले भएको छैन एकछिन यहाँ छोड्यो अन्तखेरि आँखा मिल्दो सामान गायब भनेको त्यस्तो हुन्छ त्यो भएर चाहिँ यसरी जोड्नुपर्छ हो एउटा पाइप गएको छ मुनि लामो छ पाइप हो अनि यसरी सामान जोड्नुपर्छ त्यहाँबाट यो तार चाहिँ अब पर लगेर जोड्ने है किनभने हामीले यो रेन्टमा घर बनाइन्छ जसमा चाहिँ हामी रेन्टमा लिन्छ नि त हो रेन्टमा लिएको छ हो किनभने अहिले हाम्रोमा बत्तीहरू तानेको छैन नि त यो कम्प्लिट भयो भने खालि अब यो पालि नतान्ने अब नेक्स्ट काम गर्दाखेरि चाहिँ तान्ने है यो चाहिँ यसरी फ्याक्नुहुन्छ होला हो मोटरमा चाहिँ यसरी पानी हाल्नुपर्छ नि त अन्त खालि अन गर्नुपर्छ नत्र आउँदैन पानी मोटर चल्नु स्टार्ट भयो यो चाहिँ क्युरिङ हुँदैछ हाम्रो यो छतपट्टिको पानी त मजाले खुवाउनु पऱ्यो नि हो सिमेन्ट के जान पानी में भन्छ नि त्यस्तो रहेछ यहाँ चाहिँ सिमेन्टमा चाहिँ यो प्लास्टर गरेको छ भने चाहिँ क्युरिङ चाहिँ पुरा गर्नुपर्ने रहेछ अन्त मात्र पक्का हुन्छ पछि बुर झर्दैन सिमेन्टहरू चर्किँदैन हो त्यो भएर चाहिँ पानी चाहिँ पुरा हाल्नु जरुरी रहेछ अस्ति त बेसी क्युरिङ गरी पठाएको छु कि पानी बेसी हाली पठाएको छु यहाँबाट सबै पानी तल गएको छु कि बलुवाहरूमा है पुरा भिजेछ कि मिस्त्री त सानो रिसाएको होइन म पनि बिर्सेछु नि त्यति बेला हो यादै गरेँ नि त्यस्तो कि अन्त भरे त पानी हाल्नुको क्युरिङ गर्नुको उयो त्यसमा त
6,000 इँटामा हो सबै लगाइसकेर चाहिँ अब यति बाँकी छ। यति र यो बाहिर भएको अलिकति, यो त हामीले पहिल्यै ल्याएको एक्स्ट्रा अलग्गै हो। यति बाँकी छ। अब चाहिँ त्यहाँनिर छ त्यो इँटा चाहिँ डल्लै म यहाँ ल्याएर राख्छु।